नमस्ते दर्शकमान बाबुहरू, म चाहिँ यतिखेरको समयमा चाहिँ पञ्चकर्णे पोखरीमा आएको छ। यो पञ्चकर्णे पोखरी चाहिँ किन भनिन्छ पञ्चकर्णे पोखरीको बारेमा चाहिँ म गुरुसँग केही कुरा सोध्न गइरहेको छु। गुरु, यो पञ्चकर्णे पोखरीको केही जानकारी गराइदिनु न गुरु। यो पञ्चकर्णे भनेको चाहिँ पाँचवटा कन्याहरू हजुर अलग भएर पञ्चकर्णे भनेको छ। यो पञ्चकर्णे चाहिँ किन भन्नु होला भनेदेखि यो पाँचवटा कन्याहरू अलग भयो। अनि यो चाहिँ यहाँबाट निस्किने, क्षेत्र पनि जाने, केही नखाने, कोहीसँग नबोल्ने होइन, फेरि आइएको। अनि यो चाहिँ त्यतिखेर हाडाभाडा छैन जमानामा। अनि केही हाडाभाडा चाहियो भने बेलुका आएर यहाँ ढुलढाल गरिसकेपछि बिहान छाड्न पाखामा आउने अनि गाउँले लगेर काम चलाउँछ। र यो अहिले चाहिँ एकदम राम्रो पार्क पनि बनाउनु भएको रहेछ एकदम अलिअलि है। र यो बन्दैछ। हजुर हजुर, यो के कसरी यो संरक्षणले यो बन्दै हो कि यो हाम्रो के यो संरक्षण पनि हुँदैछ। सरकारबाट के हो? नेपाल सरकारले पनि दिएको हो। हजुर हजुर, नेपाल सरकार अब गाउँपालिका सबै मिलेर प्रदेश यो गएर यो बन्दैछ। र यो यहाँ घुम्न आउनु पर्नेको कारण के छ हजुरले के बताइदिनु न गुरु। यहाँ भनेपछि यो घुम्न आउनु कारण के छ, पञ्चकर्णे मन्दिर भन्छन्। हजुर होइन, देवीको आज पूजा गर्नुपर्ने ठाउँ। हजुर, त्यही भएर सबैजना आइरहन्छ। यहाँ आउनको के फाइदाहरू के छ, यो आउनु पर्नेको फाइदाहरू र यो घुम्नु पर्ने हाम्रो यो पञ्चकर्णे पोखरी छ नि त यहाँ अहिले विशेष गरी एकदम राम्रो बनाउनु भएको रहेछ। यसो क्यामेरा यसो घुमाइदिनु नि भाइ। यो आफ्नो आफ्नो भन्ने कुरा के छ भने आफ्नो आफ्नो चाहिँ आज पूजा होइन, के कस्तो माग्ने हो होइन, त्यो अनुसारले आउने हो सबैजना। अब आफ्नो भोग भाग के छ, पञ्चकर्णेमा जान्छु भने दर्शन गर्ने। एकदम राम्रो बनाइरहेको छ हाम्रो पञ्चकर्णे पोखरी होइन गुरु। ओके गुरु।